गाइज नमस्ते सेयरो हजुरमा आज पनि नयाँ ब्लग लिएर आइपुगेको छु। अवश्य हजुरलाई मन पर्नेछ आशा गरेको छु है त। आज पिक्चरमा देखाइरहेको छु नि, यो चाहिँ होइन स्पेसली पूर्वको नेपाल पूर्वको तेह्रथुम जिल्ला अन्तर्गत रहेको छ है। तेह्रथुम जिल्लामा चाहिँ सुन्दर सुन्दर ठाउँहरू होइन, सुन्दर सुन्दर प्लेसहरू, ब्युटिफुल प्लेसहरू तेह्रथुम जिल्लामा हजुरले देख्न सक्नुहुनेछ। प्लिज एकचोटि भिजिट गर्नु होला है त। मन पर्यो भने यो भिडियोलाई मन पर्यो भने लाइक कमेन्ट सेयर पनि गरिदिनु होला अनि मेरो च्यानललाई सब्सक्राइब पनि गरिदिनु होला है त। र सधैँभरि माया गरिराख्नु होला। आशा गर्छु हजुरले धेरै माया गर्नुहुनेछ। लकडाउनको कारणले गरेर है हजुरमाझ नयाँ भिडियो मैले लिएर आउन सकिनँ। सो त्यही कारणले गर्दा चाहिँ होइन पिक्चरहरू कलेक्सन गरेर एडिटिङ गरेर चाहिँ हजुरमाझ पिक्चर ब्लग अपलोड गर्न सफल भएको छु। प्लिज कमेन्ट गरिदिनुहोस् है त। हजुर म चाहिँ सुशान्त लिम्बू होइन, मेरो पनि घर पूर्व नै हो, तेह्रथुम जिल्ला हो है। सो मैले मेरो जिल्लाको ब्युटिफुल प्लेसहरू हजुरहरूमा सो गरेको छु। होप यु गाइज मन पर्यो होला हजुरहरूलाई। ओके, थ्याङ्क यू भेरी मच। नेक्स्ट ब्लगमा फेरि पनि भेटौँला है त। नेपालको राष्ट्रिय फुल है, सबैभन्दा धेरै हुने चाहिँ होइन पूर्वको तेह्रथुममा हो। सो हजुरलाई सातै रङको लारी ग्लास हेर्नु मन छ भनेदेखि एकपल्ट अवश्य आउनु होला है त। पूर्वमा पनि विशेष गरेर तेह्रथुम जिल्लामा है त। हवस् त, थ्याङ्क यू भेरी मच। लाइक हान्नु बिर्सिनु भयो भने लाइक गरिदिनुहोस्।